मेरो पछाडि देख्न सक्नुहुन्छ फोहोरको खाँच छ, हेर्न सक्नुहुन्छ सबै खाँच छ, यसो देखाउनु होला। यो कहाँ भने यो पोखरा महानगरपालिका यो लेक साइड हो, हेर्न सक्नुहुन्छ लेक साइड नेपालकै प्रमुख पर्यटकीय सहर लेक साइड, त्यस पनि फेवातालको आडैमा देख्न सक्नुहुन्छ। अलिकति सक्नुहुन्छ भने फेवाताल देखाउनु होला। फेवातालको नजिक यो फोहोरको डङ्गुर छ। त्यति मात्र होइन, तपाईँको सामुदायिक सेवा प्रहरी छ, सामुदायिक सेवा प्रहरीको त्यहीँ बस्नुहुन्छ, हेर्न सक्नुहुन्छ। सरकारको तलब खाएर उहाँ बस्नुहुन्छ, तर यहाँ फोहोर कसले फाल्यो उहाँहरूलाई थाहा छैन, उहाँहरूलाई थाहा छैन, र कसले फाल्छ उहाँहरूलाई पनि रेकर्डमा छैन, थाहा छैन। यस्तो हुन्छ। यो सुन्नमा आएअनुसार चाहिँ यो तपाईँलाई अलिकति अनौठो लाग्दैन? यहाँ हजारौँ यो इन्टरनेसनल यहाँ टुरिस्टहरू आउनुहुन्छ। एकचोटि देखाउनु होला, यो कारहरू देखाउनु होला, यो सबै पार्किङहरू देखाउनु होला एकचोटि। संसारका पर्यटकहरू यहीँ आउँछन्, दर्शकबिनहरू। तर यहाँ देख्न सक्नुहुन्छ फोहोर, तपाईँको बाटोको छेउमा यस्तो डुङडुङ्गी गनाउने फोहोर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। लेक साइड पर्यटकहरू आउँछन्, तपाईँको स्वागत भनेको यही हो, हेर्न सक्नुहुन्छ यही हो। फेवाताल त्यहीँ छ, सामुदायिक प्रहरी त्यही छ। सुन्नमा आएअनुसार बेलुका राति 11 बजेदेखि 12 बजेसम्म होटल व्यवसायीहरूले फाल्छन्। सर र होटल पनि देखाउनु होला। होटल यताबाट होटल यतासम्म देखाउनु होला, होटल देखाउनु होला, उता पनि देखाउनु होला। होटल व्यवसायीहरूले बेलुका 11 बजेबाट 12 बजेसम्म फाल्छन् भन्ने छ। अर्को कुरो केही सुन्नमा आएअनुसार चटपट केही व्यापारीहरूले पनि फाल्छन् भन्ने कुरो छ। यता देखाउनु होला, सब देखाउनु होला। सब चटपटको व्यापारीहरूले पनि बेलुका फाल्छन् भन्ने सुन्नमा आएको छ, हेर्न सक्नुहुन्छ दर्शकबिन। र लेक साइडमा यहाँ होटलहरूले पनि फाल्छन्। यो पोखरा महानगरपालिकाले गोराले के हेरेर बसेको छ, के हेरेर बसेको छ, मलाई अचम्म लागिरहेको छ। हामी भनेको एउटा प्रश्न मात्रै गर्ने हो, यो ओडाले गर्ने काम हो, पोखरा महानगरपालिकाले गर्ने, सम्बन्धित निकायले गर्ने हो। हेर्न सक्नुहुन्छ यो अलिकति तपाईँ जो आए पनि सामान्यतया हेर्ने विषय हो दर्शकबिनहरू। होटलले बेलुका दिन दहारै फाल्छ, यहाँ मजाले फाल्छ, हेर्न सक्नुहुन्छ फाल्छ। पोखरा महानगरपालिकाले यहाँबाट लाँदैन, हेर्न सक्नुहुन्छ। अनि यो तपाईँको उता रोडबाट हल्लनचोकमा आउने जब तपाईँ प्रवेश गर्नुहुन्छ, यहाँ तपाईँको डुङडुङडिक गनाएर बस्न सक्ने खानु छैन, हेर्न सक्नुहुन्छ। भनेदेखि यस्तो छ, हेर्न सक्नुहुन्छ यति फोहोर छ, यति फोहोर छ। सबै होटलहरू यहीँ फार्छन्। यसलाई विशेष ओडाले ध्यान दिनु जरुरी छ, पोखरा महानगरपालिकाले ध्यान दिनु जरुरी छ। र विभिन्न यसलाई यो यत्तिकै रह्यो भने हेर्न सक्नुहुन्छ विभिन्न रोग व्याधिहरू फैलिने सम्भावना छ। दर्शकबिनहरू तपाईँलाई मैले भने हामीले देखाउने काम हो। यसलाई टिपेर तपाईँ सम्बन्धित निकायले यो फोहोर फाल्नु होला। यो फोहोर चाहिँ कुनै अभियन्ताले एक दिन आएर अथवा कुनै मिडियाले बोलिदिएर भन्दा पनि हामीले चाहिँ सूचना दिउँ, तपाईँलाई भनिदिउँ, देखाइदिउँ, तपाईँहरूले चाहिँ फोहोर फालिदिनु होला। हेर्न सक्नुहुन्छ यो काम चाहिँ ओडाको हो, पोखरा महानगरपालिकाको। यो फोहोर होटल व्यवसायीहरूले पोखरा महानगरपालिकाको गाडी आउँदाखेरि फाल्नुपर्छ, उहाँहरूले भित्र राख्ने कि कसो गर्ने राख्नुपर्छ। यसरी फोहोर पार्न चाहिँ पाइँदैन। यो चाहिँ हेर्न सक्नुहुन्छ यो हुँदै भएन, हेर्न सक्नुहुन्छ। सबै प्रहरी ट्राफिक यहीँ हुँदा पनि यो यस्तो अवस्था छ, हेर्न सक्नुहुन्छ। पोखरा